चाहिँ मेरो सासूहरु हुनुहुन्छ है गाइजहरु ये कति राम्रो भएर आनमा ब्युटिफुलहरु ये माइला अंकल हेर्नु है माइला आन्टीले कति राम्रो देखिनु है माइला अंकलले भने यहाँ त तीज पनि लागेछ दशैं पनि लागेछ फेरि तपाईको भाउजू यहाँ कस्तो भयो त दशैं आजको दशैं एकदम राम्रो तपाईलाई कस्तो लाग्यो दामी छ दामी मै जानियो रमाइलो छ रमाइलो जानियो ढिलो भएको मेला सेला जानियो नै कोही माइत गएर जानियो मेला ल आउने बेला जेरी बोकेर आउनलाई पानी पर्न लाग्यो माथिबाट हाम्रो चाहिँ यता टिका सुरु हुँदैछ हाम्रो माइली आन्टीहरुलाई यहाँ त यहाँ ओइ माउन जाने के नै के राम्रो देखिनु ह अहिले चाहिँ आइफोनबाट है मैले भिडियो गराएको यस्तो दामी क्यामेरा आइफोनबाट हो सागर बाबु के छ खबर ठिकै छ तर सागरलाई सोशल मिडियामा बुवा भाइ हैन सागर के रे तँलाई सोशल मिडिया मन पर्दैन नबनाउने किन भनिस् त अहिले अनि यहाँ हटी बसाउ त के त बुझाउ त फेरि सागरलाई यहाँ त के मन पर्दैन के त्यो मोबाइल कल ल्याउ त एकछिन तपाईको मोबाइल हो कल ल्याउ त फेरि अलि ल्याइदिनु त अनि परबिसलाई पठाले अनि सेलिबको त छिटो आयो छिटो लाइन बाबुले सिधा लानु कति राम्रो परबिस हाय कति राम्रो देखिन्छ परबिस हाय बाबु ओइ दुध कति ल्याइदिनु नगर परबिस नगर त परबिस ते कॉल केलास परबिस पहिले टिको होला त ल टिको बारे चानै हो लगाइ कपिलालाई ल कपिला यता कपिला तेरो पनि नाके मैले कपिलाले अघि यता ल बिस्री मात्रै है अरे पनि आयो त्यो बस्यो के मुनिको लागि खराला दिखाइदिनु पर्छ यहाँ के ठुलेमै मैले यहाँ भिडियो खिचेछु त्यहाँ बस्के मम्मी कामा पबिस राई नगर त टिको लाड्यौ तिमीहरुले यो तिमीहरुलाई हैन टिका सुकिसक्यो त्यही भएर पुरै भिडियो गरा पुरै सबै लाल्यौ अब चौतार लाइन आयो तिमी गइजाऊ भात खाने भए खाएको भए भात पनि खाइन हैन त यिनीहरु गुंगार लाइदियो अब तिमीहरुलाई छैन छैन लाइदियो माथि चाहिँ के बाख्रो पाठो के गर्ने खान लाइदियो मलाई मात्रै छर लगाउनु पर्ने अब क्यामेरा जानु पर्छ परबिस लाइ पनि कोले गराइदियो त भिडियो खोला लाइदियो छैन भिडियो कोले गराइदियो ठुलानीले ठुलानीलाई भन्दै उचे ठुलो देखाइछु मैले बनाइदिछु ए दाइको त अग्लो भएन टाउको पनि देखिन्न के अरूको यसलाई देखाउने भने अरू देखिन्नन् दाइ अरूलाई पनि देखिँदैन कता गयो रुपैयाँ परबिस आ टिका लाउन अब गोजा 20 रुपैयाँ थियो कता भाइ यहाँ रहेछ त आमा समाज के तिमी ल गंगा होग्दे ल मलाई के पर्बिसले ल ल यता ल्याइदिने गर्न अहिले खाली गाउँछु तिनीहरूलाई के लाई जमरा गंगा उ पाइन्ट त किन तल छरिया जस्तै हुन्छ त्यो पाइन्ट ठुलो ल्याएन अनि ठुलो हैन पाइन्ट त यस्तै लगाउने हो यार लगाउन जाने अरे मजे लगान त ठुलन त खतरा आइछ पाइन्ट स्टाइलै यस्तै हो सब्रे त्यो यहाँ कुम्मरमा छरियाइने भ्याउँछ तल अहिले माथि जिमल दाइ पाइन्ट लगाउने यस्तै स्टाइल भग्न हुने स्टाइल के सबैका माथि हिप हप भन्याउ के हो त त ओले पाइन्ट अहिले माथि लाउने हो न भात खाछ न आज भात हाल्ने फोटो खिच्न हम चाहिँ अब लेखेर के पनि आलस तालस भएन
त्यति पलान त्यति पैसा दिन्छ ओइ योबाट रहेछ त भोलि गङ्गा डोल बाबुलाई पनि हालिदेऊ के खाएको होइन कोदो फुल्यो बारीमा लरीले धानको बाला झुल्यो खेतैमा कति राम्री देखिन्छौ बरीले जमरा र रातिकैमा मम्मी मलाई पनि के मन छ